मलेसिया जान 5 लाख असुल्ने मेन पावरलाई सरकारले कराप झ्याप पारेको छ। 5 भन्दा मुनि त कुनैको छैन है। 5,30,000 लेख्दै थियो। कुन देश जान सर? मलेसियाकै तपाईँको पर पर्सन 4.5 लाख 5 लाख पैसा उठाउने गरेका छन् यो मेन पावरले। कुन देश जानको लागि? मलेसियाको लागि यो हार्ड डिस्क एउटा 500 हो 32 हैन। चेक चाहिँ कति थाम्छ? चेक प्राइमको 3टा छ सर हैन। पासपोर्ट आउँछ हेरेको लाइनको एउटा हामीसँग एभिडेन्स नै छ, हाम्रो एक्सेल सिटमै छ त्यो कुरो। तपाईँले पनि देख्नु भयो होला त्यति बेला नवलपरासीको एकजना युवाले यहाँबाट विदेश जानलाई अप्लाई गर्नुभएको थियो। 15 गते उहाँको फ्लाइट रहेछ, तर उहाँसँग 4.5 लाख रुपियाँ मागिसकेपछि उहाँले तिर्न नसकेपछि 4.5 लाख उहाँको के भन्छ फ्लाइट 15 तारिकको क्यान्सल गराएर रहेछ। घरहरू खोल्नु न छैन। प्रत्येक कुना काप्चा कुनै पनि ठाउँ नछोडिकन यति बेला नेपाल सरकारको टोलीले अनुगमन गरिरहेको छ, निरीक्षण गरिरहेको छ। प्रत्येक घरहरू खोलिरहेका छन्, चेक पाइएको छ, लाखौंको चेक भेटिएको छ, सयौंको संख्यामा रहेको पासपोर्टहरू पनि यति बेला जफत गरिएको छ। एउटा 60-66 हजार कमाउनको लागि 5.5 लाख 5 लाख 4.5 लाख खर्च गरेर जानुपर्छ हैन। र त्यो ठाउँमा गएर पनि उसले सुविधा सम्पन्न हिसाबले काम गर्नु पाइराखेको चाहिँ छैन। फेरि त्यहाँ एकदम नाजुक अवस्थाले बसिरहेको छ नेपालीहरू चाहिँ, जुन हिसाबले 20 जना बस्नुपर्ने ठाउँमा 100 जना लगेर खाद्या छ हैन। यो कहाँबाट ठगिँदैछ भन्दा त नेपालदेखि नै उनीहरू पीडामा छ क्या बिचरा हैन। भनेको अर्थ अब 60,000 66 हजार कमाउनको लागि 6 लाख खर्च 4 लाख खर्च गरेर जानुपर्ने अवस्था छ त। यति बेला हामी सिनामंगलको द्वितीय इन्टरनेसनल प्रणालीबाट जस्ताको तस्तै देखाइरहेका छौं। यहाँ प्रश्न देखिएको छ, लाखौं असुली गरिएको छ। महिनाको 60,000 कमाउनको लागि खाडी मुलुक जानेहरूसँग यसरी पैसा असुली गरिरहेको हामीले पाइरहेका छौं। दर्शकवृन्द, पीडित जनताहरूको मुहार पनि हेरेका छौँ, जुन जनताहरू ऋण टेकेर तपाईँको साउसँग ब्याजमा पैसा लिएर आएर होइन यहाँ के भन्छ मेन पावरलाई बुझाउँछ, तर यही के भन्छ त गइसकेपछि उहाँहरू तिर्न नसकेपछि फर्केर आइसकेपछि उहाँहरूको घर पनि निलाम हुने अवस्था छ यो देशमा अहिलेको अवस्थामा। सोच्दै सक्नुहुन्न कि त्यति धेरै गुनासो आउँछ। बिहान 5 बजे भालेको डाकसँगै यस्तो खालको भिडियोहरू आउँछ जुन भिडियो हेर्न पनि सकिँदैन। त्यो अप्ठ्यारो छ। जो गइसकेका छ ती मान्छेहरू पनि असाध्यै पीडामा छ होइन। र सिस्टमसँग उ गएको छैन बिचरा। 4 लाख 4.5 लाख खर्च गरेर गइराखेको छ ऊ, तर 4.5 लाख खर्च गरेर जसले 66 हजार कमाउँछु भनेर बसेको छ त्यो लग्जरियस लाइफ पनि छैन क्या। त्यहाँ काम पनि अलि मजाले गरेर पाउनु पर्थ्यो नि त, त्यो पनि त्यहाँ छैन भनेपछि तिनीहरू असाध्यै पीडामा छ, त्यहाँबाट फर्किनु खोज्छन् होइन। त्यस कारणले यो कुरा चाहिँ अब साँच्चीकै मेन पावर तहबाट होइन। र यो फ्री भिसा फ्री टिकट भन्ने त तपाईँलाई थाहा भएको छ नि त होइन। भनिसकेपछि के हो त, मेरो विचारले कमसेकम त्यसरी नलिदिएको भए हुँदैन थियो। त्यो घरहरू खोल्नु न छैन। म अहिले पनि खबरदारी गराउन चाहन्छु त्यो मेन पावरहरूलाई कि तपाईँहरू ऐन टेकेर ऐन मिचेर ऐन विपरीत काम नगरिदिनुहोस्। हामी एक्सनमा ओर्लिन एकदमै तयार छौँ। अस्ति पनि देख्नुभयो, आज पनि देख्नुभयो। हामी जुन बेला जनताको गुनासो हामीसँग सही एभिडेन्स आयो भने हामी तपाईँहरूलाई कदापि छोड्नेवाला छैनौँ। हजुर, भनेको वर्तमान सरकार कुनै लेनदेनमा फस्दैन। हामी त्यस्तो सेटिङ यताउति गर्ने काम नै गर्दैनौँ। हामीलाई त्यो चिया कफी खाने हाम्रो रहर पनि छैन। हिजो जतिजना ठग्यो अब जनताको सरकार आइसकेको छ। अब साँच्चीकै हामीले केही राहत पाउँछौँ। अब हाम्रो अभिभावक आइसकेको छ भनेर उहाँहरू बिचरा चाहिँ बिहानदेखि नै मन्त्रालयको गेटमा कुरेर बस्नुहुन्छ क्या। त्यस कारण त्यो त हेर्नु सकिँदैन नि। त्यस कारणले एउटा मान्छेलाई यति धेरै पीडा गर्दाखेरि उहाँहरूले कमाउनु त भयो होला, तर आफूले सुख शान्ति चाहिँ गर्नुभयो होला। तर लाखौँ जनता पीडामा उहाँहरूको यो दुःखले चाहिँ उहाँहरूले कहिले पनि साहसै फेर्नुहुन्छ जस्तो मलाई लाग्दैन होइन। हाम्रो यो वैदेशिक रोजगार ऐन विपरीत कामकाज भइरहेको यो द्वितीय इन्टरनेसनल मेन पावर कम्पनीमा त्यसपछि हामी यहाँ आएको सचिवालयमा। तपाईँको हाम्रो सचिवालयमा गुनासो आएकै आयो हुन्छ सर। तपाईँको दिनको अब 1-1.5 गुनासो त पक्कै आउँछ। त्यसबाट पनि हामी अब यथार्थ के रहेछ होइन एभिडेन्सको आधारमा पनि हामी के भन्छ एक्सनमा जान्छौँ। हजुर, यो अवस्थामा चाहिँ जस्तो कतिपयले चाहिँ आवेशमा अथवा कतिपय प्रमाण बिना पनि त उजुरी गर्न आउँछन् सर। प्रमाण बिना हामीले उजुरी आयो भने हामी के भन्छ उसलाई के भन्छ सिस्टम वाइज नै हामी फलो गर्न लगाइदिन्छौँ। 19, 20, 21, 22 थाल लेख्नु ला सबै डकुमेन्ट माग्नु पर्दैन। थप भोलि हामीले चिठीबाट माग्न सक्छौँ कि यसलाई प्रुभ गरेको छ भनेर। सबै कुरा अहिले त कहाँ अनुसन्धान भएर पछि हुने कुरा हुन्छ 22 हैन। अब यसलाई पनि लेख्नुहुन्छ यो डायरीमा यसमा घरौँ बुझेर देखिन्छ हैन। अनि डायरी थाहा यदि लेख्नु भइहाल्छ हो। नोटबुक लेख्नु 1 2 3 4वटा नोटबुक लेख्नु भइहाल्छ। के भनौँ नोटबुकै हो के रे
चिपोट गरेको डायरी मात्रै खान्छ सबैले डायरी त्यो त पछि डायरी यसलाई यो प्रिन्ट गरिदिनु कि निकालिदिनु दिन्छ हजुर हजुर 4